अलिकता तमिजले बोल्नुस्। बिहेभ योरसेल्फ। के तपाईं यहाँको प्रधान अध्यापक हुनु? नेपालको मध्य प्रदेशमा अधिकांश टिचरहरू पैसा तिरेर चाहिँ टिचर बनेको छ, जसमा उनीहरूलाई चाहिँ के आउँदैन, तर विद्यार्थीहरूको भविष्यसँग खेलवाड गरिरहेछ। एउटा पत्रकार चाहिँ स्कुलमा जानुभयो अनि त्यहाँको टिचरहरूको इन्टरभ्यू लिएछ कि, अनि सोधपुछ गर्दैछ के कस्तो आउँछ भने शुद्ध नेपालमा कतिवटा प्रदेश छ, कतिवटा जिल्ला छ, त्योसम्म पनि आउँदैन कि नेपालको राजधानी के हो त्यो समेत पनि आउँदैन भने त्यो टिचरहरूले के पढाउँछ स्टुडेन्टहरूलाई? अनि टिचरहरूले विद्यार्थीको भविष्यसँग खेलवाड गरेको होइन र? यस्तो रहेछ नेपालको हालत। तर यो विषयमा चाहिँ सरकारलाई एकदमै ध्यान दिनुपर्छ कि कसो टिचर राख्दा चाहिँ सही हुन्छ। टिचरहरूको चाहिँ इन्टरभ्यू लिनै पर्छ। प्राय सबै टिचरलाई त भन्न मिल्दैन, किनभने हामी पनि पढेको, तर सबै टिचर त्यस्तो हुन्न। अनि अधिकांश मध्य प्रदेशमा चाहिँ टिचरहरूलाई चाहिँ नआउने टिचरहरू पनि स्कुलमा पढाउन गइरहेछ, किनभने पैसा तिरेर पोलिटिसियन पावरले गर्दा उनीहरूले पढाउन गइरहेछ। तर आउन चाहिँ उनीहरूलाई केही आउँदैन, तर स्टुडेन्टहरूलाई पनि सिकाउँदैन र स्टुडेन्टहरूको भविष्यसँग खेलवाड गरिरहेछ। म तँलाई यो भिडियो देखाउँदैछु, तपाईँ पुरै यो भिडियो हेर्नु। प्रदेश कस्तो छ त? दुईवटा। कुन भनिदिनुस् त? म भन्दिन। अलिकता तमिजले बोल्नुस्। बिहेभ योरसेल्फ। के तपाईं यहाँको प्रधान अध्यापक हुनुहुन्छ नि? नाम भन्नुस् न सर। कति पढ्नु भएको छ तपाईँ? कति क्लास पढ्नु भएको छ? के नाम हो तपाईँको? NOMBER नोभेम्बर, DUCEMBER डिसेम्बर, SUPTUMBER सेप्टेम्बर, FABUARI फरवरी। तपाईँले यहाँ चाहिँ कति सेलरी दिन्छ महिनाको? 35,000। हाम्रो यो चाहिँ देशको राजधानी कहाँ छ? 2 नम्बर प्रदेश। हाम्रो देशको राजधानी 2 नम्बर प्रदेश हो। हाम्रो देशमा जम्मा कतिवटा जिल्ला, कतिवटा प्रदेश? सर 7वटा जिल्ला छ। म्याथमेटिक्समा तपाईँलाई टेबल्स आउँछ कि आउँदैन? त्यो त सर म पनि बुझेन। टेबल्स तपाईँ के भन्नुहुन्छ चाहनुहुन्छ त्यो म पनि बुझेन सर। तपाईँलाई किताब पढ्न आउँछ? आउँदैन। आउँदैन? वाट इज योर स्कुल नेम? आउँदैन। 5 कक्षामा पढिराख्नु भएको छ, किताब पढ्न आउँछ कि आउँदैन? आउँदैन। किताब पढ्न आउँछ? यो चाहिँ शौचालयहरूको अवस्था रहेको छ। उहाँले अन्तर्वार्ता पासै गरेर यहाँ आउनु भएको छ, तर सामान्य प्रश्न मैले गरेँ, मैले ठुला प्रश्न पनि गरिनँ। तपाईँको सामनेमा 2-3 मिनट ठुला प्रश्न गर्नु सर गएर नहुन पनि सक्छ। मैले पनि भन्छु सर नहुन सक्छ। 17 17 119 17 18 137 17 नम्बर 153 17 170। 20वटा स्कुलको प्रहरलाई बसाएर म हात जोडेको छु। हजुर। मैले यतिसम्म भने मलाई तपाईँहरूको खुट्टा ढोक्नु पर्छ भने म खुट्टा ढोकिदिन्छु। हजुर। तर तपाईँहरू विद्यार्थीको भविष्य नबिगार्दिनु, किनभने उहाँहरूले हटाउनुहुन्छ, हटाउँछु। हाई टिचर ल्याउनुहुन्छ। यो प्रतिबद्धता भयो सर तपाईँको? ठिक छ। तत्कालीन समयमा चाहिँ यो जागिर पाउनलाई तपाईँले कति पैसा तिर्नु? थाहा छैन। त्यो ससुराबाहरूले गर्नुभएको हो सर हो। सही थुङ्गा फुल्का हामी अब कुनै म्याडमहरू छ विगतदेखि पढाइराख्नु भएको छ र तलब खाइराख्नु भएको छ। अहिले तपाईँले सोध्नुभयो भने भर्खर 2 वर्षदेखि नियुक्ति भयो, तर योभन्दा 10-15 वर्ष अघिदेखि कार्यरत हुनुहुन्छ उहाँहरू।